यतिखेर ग्यास पाइपमा हजुर ग्यास पाइपमा आग लागि भयो भने नआत्तिकन केही पनि हुँदैन। हाम्रो साथीले देखाइराख्नु भएको छ औँलाको सहायताले नआत्तिकन गर्यो भने आग लागिलाई नियन्त्रण गर्न सकिन्छ। हजुरहरु मध्येबाट कोही इच्छुक हुनुहुन्छ भने आग लागि नियन्त्रणको अभ्यासमा सहभागी हुन सक्नुहुन्छ। यसमा चाहिँ पुरुष सरहरूले भन्दा पनि महिलाहरूलाई प्राथमिकता दिन पायो भने अझै बेटर हुन्छ। यतिखेर हामीले ग्यास पाइपमा आग लागि भयो भने एउटा औँलाको सहायताले आगोलाई नियन्त्रण गर्न सक्छौँ भने अर्को चाहिँ ग्यास पाइपलाई फोल्ड गरेर पनि यसलाई आगोलाई नियन्त्रण गर्न सकिन्छ। यतिखेर हामीले ग्यास पाइपलाई फोल्ड गरेर पनि आगोलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ र रेगुलेटरलाई जहिले पनि आगो अलिक कम भइसकेपछि अफ गर्न चाहिँ बिर्सिनु हुँदैन। नआत्तिकन धैर्यताका साथ काम गर्यो भने सहजै रूपमा ग्यास सिलिन्डरमा लागेको आगोलाई नियन्त्रणमा लिन सकिन्छ। अब यस्तै गरेर यदि ग्यास रेगुलेटरमा भयो भने कसरी नियन्त्रणमा लिन सकिन्छ त भन्ने डेमोन्स्ट्रेसन देखाउन गइरहेका छौँ। ग्यास रेगुलेटरमा आग लागि भयो भने एउटा हामीले हातको सहायताबाट नियन्त्रण लिन सकिन्छ भने हजुरहरुबाट कोही सहभागी हुनुहुन्छ भने आइदिनु होला। हजुरहरु कोही इच्छुक हुनुहुन्छ? केही पनि हुँदैन यो। ओ यहाँसम्म चाहिँ केही पनि हुँदैन। हजुर धन्यवाद।